Hello everyone, welcome to class number 6. आजको यो क्लासमा हामी सिक्नेछौँ यो एनिमेसन र सँगसँगै हामी सिक्नेछौँ प्याराग्राफ। आउनुहोस् भिडियोलाई स्टार्ट गरौँ। सुरुमा चाहिँ म चाहिँ यसलाई के गर्छु भनेपछि चाहिँ नि यसको जुन पेटल्सहरू छ यिनीहरूको जुन एङ्कर पोइन्ट छ म यसको एङ्कर पोइन्ट जस्तै कि यो पेटल 1 छ, पेटल 1 को एङ्कर पोइन्टमा यसको यहाँनिर राख्छु। त्यसको लागि हामी पेन टुल लिन्छौँ ताकि यो पोइन्टदेखि चाहिँ नि मैले यसमा स्केल पनि हाल्छु, यहाँदेखि स्केल होस् र रोटेसन पनि होस् भन्ने एनिमेसन बनाइरहेको छु। सबभन्दा सुरुमा चाहिँ सबै पेटल्सहरूको चाहिँ यसको एङ्कर पोइन्ट यहाँनिर राखिदिन्छु है। ओके, अब यिनीहरूलाई चाहिँ नि म के गर्न चाहेँ, फ्रेम 1 सम्म जान्छु अनि चाहिँ नि यसको स्केल चाहिँ एउटा स्केलमा की फ्रेम हाल्छु र सँगसँगै रोटेसनमा पनि यसै की फ्रेम हाल्छु। र अगाडि गइसकेपछि म यसलाई रोटेट पहिला गर्छु कति डिग्री भनेपछि पहिला एउटा चाहिँ पेटल दिउँ न, लगभग रोटेसन भइरहेछ, लगभग यहाँ गरौँ एराउन्ड 52 डिग्री गरौँ न, 52 डिग्री। त्यसपछि यसको ओके यसलाई पनि यसरी गर्दाखेरि एराउन्ड यसमा पनि -52 रोटेसन। अगेन यसमा चाहिँ नि रोटेसन कति लिउँ भनेपछि एराउन्ड यतातिर आइरहेको छ भनेपछि -31 लिन्छौँ। त्यसपछि चाहिँ नि -4 यसमा कति आइरहेको छ एराउन्ड 28। ओके लाइट भइसक्यो। त्यसपछि हामी स्केल लिउँ है, सबैमा 0 राखिदिउँ स्केलमा चाहिँ, अनि स्केलमा चाहिँ हामी 0 यसरी राख्छौँ। यो चाहिँ अब यहाँदेखि एनिमेट भइरहेछ है, यसरी एनिमेट हुने। ओके लाइकवाइज अब हामी चाहिँ यहाँको जुन पोइन्ट छ यसलाई पनि स्केल, यहाँ चाहिँ एउटा की फ्रेम 8, त्यसपछि स्केल अनि त्यसपछि 0। इट मिन्स अब यिनीहरू चाहिँ यो आउँछ है। यसको चाहिँ हामीले एङ्कर पोइन्ट सेट गरेछौँ, लेट्स कन्ट्रोल 3। अगेन यो पोलिङ ग्रेन्सहरूलाई त्यसो सेलेक्ट गरौँ। त्यसपछि यसको एङ्कर पोइन्ट मैले यहाँ राखिदिएँ ताकि यहाँदेखि स्केल होस् र यसको पनि यहाँ राखिदिन्छु म। लाइकवाइज अर्को पोलिङ ग्रेनको पनि यहाँ राखिदिन्छु एन्ड अगेन अब यहाँ गएर चाहिँ हामी स्केल 0 राख्नेछौँ है यसको, अनि यसको सिलेक्ट गरेर अगेन 0। यसको एनिमेसन अब यहाँदेखि त्यो भइरहेछ। ग्रेट। ल अब चाहिँ सेम एनिमेसन हामी पार्ट 2 गर्छौँ। यो लिपको लिन्छौँ, त्यसपछि चाहिँ यसको रोटेसन लिम अलिकति यहाँदेखि, अनि स्केल पनि लिम, अर्को की फ्रेम 8 भयो। र यसमा चाहिँ अब के गरौँ भनेपछि चाहिँ नि एङ्कर पोइन्ट यहाँनिर राख्छु म। एउटा सिलेक्ट गरौँ पहिला, यसको एङ्कर पोइन्ट मैले यहाँ राख्छु अनि त्यसपछि अर्को लिपको एङ्कर पोइन्ट मैले यहाँ राखेँ। अब चाहिँ नि यो लिपको यो फर्स्ट लिप छ, म चाहिँ यसको रोटेसन यहाँदेखि यसरी भएर आओस् भन्न चाहन्छु है त। फर्स्टमा मैले 0 राख्छु अनि अलिकति के गर्छु भनेपछि यो चाहिँ -15 डिग्री राख्छु है त, -15 डिग्री, अनि स्केल चाहिँ 0। रोटेसन चाहिँ के भइरहेको छ भनेपछि यहाँदेखि यो की फ्रेमदेखि यो की फ्रेममा पुग्दाखेरि चाहिँ 15 डिग्री रोटेट हुन्छ है त, 15 डिग्री यसरी रोटेट हुन्छ र स्केल पनि हुन्छ। यसमा बराबर गरौँ अलिकति अझै, म यसलाई 15 भन्दा नि -30 डिग्री गरिदिन्छु। लाइकवाइज यसमा मैले फेरि +30 डिग्री अनि यसमा चाहिँ स्केल 0। यो चाहिँ यसरी अलिकति बाङ्गो यसरी जान्छ है त। ओके ल अब यसमा भएको। अब यो स्टिमलाई चाहिँ मैले डिलिट गरिदिन्छु, मैले अर्को स्टिम एउटा लिन्छु, सेभ टु लिन्छु र यसमा चाहिँ पहिला डिसिलेक्ट गर्नुपर्छ, किनकि कुनै पनि यसरी लेयरमा सेलेक्ट गरेर चाहिँ यसरी सेभ लेयर लियो भने चाहिँ नि हाम्रो यो मास्क भइहाल्छ है त। यो मास्किङ म पछि पढाउँछु है। अहिलेको लागि चाहिँ नि यतिकै राखिदिउँ। मार्क्स डिलिट गरिदिउँ र कुनै पनि सेभ बनाउनु छ भनेपछि चाहिँ
सिम्पली पहिला डिस्प्ले गर्ने मैले चाहिँ बाई प्रेसिङ F2 अनि त्यसपछि यहाँदेखि मैले चाहिँ एउटा सेप लिन्छु लगभग यहाँसम्म है त ओके डन सो यसलाई मैले स्ट्रिङ नाम दिइदिन्छु एसटिएम स्ट्रिङ र यसको सर्टकट की चाहिँ सिम्पली इन्टर प्रेस गऱ्यो भने चाहिँ रिनेम हुन्छ है त सो यसमा रिनेम गरेर चाहिँ स्ट्रिङ राख्दै है त सो यसलाई मैले स्टिक डाउन गर्छु अलिकति डाउन सो अब यो हाम्रो एनिमेसन अलमोस्ट यस्तै हुने सो मैले चाहिँ यहाँ नयाँ कम्पोजिसन लिन्छु यसको लागि चाहिँ नि सिम्पली कम्प1 राखिदिन्छु अब अलिकति यसमा चाहिँ भ्यालु ग्राफ गरौँ है त सो भ्यालु ग्राफको लागि सिम्पली मैले एउटा सेप टुल लिन्छु सपोज स्टार लिन्छु म एउटा स्टार लिएँ है त अनि यसको स्ट्रोक चाहिँ मैले यहाँदेखि नन गरिदिन्छु त्यसपछि चाहिँ यसको फिल जुन छ यसलाई वाइटनिङ गरिदिन्छु अहिले है त सो लेट्स एनिमेट स्केल त्यसपछि यहाँ 1 की फ्रेम अनि त्यसपछि यहाँ सो अब भ्यालु ग्राफ गरौँ है त सो यसरी पहिला स्केललाई सेलेक्ट गर्छु त्यसपछि चाहिँ नि मैले इज गर्छु बाई प्रेसिङ F9 एन्ड यहाँ भ्यालु ग्राफमा जान्छौँ ग्राफ एडिटरमा जान्छौँ त्यसपछि यहाँदेखि हामी चाहिँ यसरी स्पिड ग्राफ भएपछि चाहिँ यसलाई हामी भ्यालु ग्राफ राख्न सकिन्छ है त सो भ्यालुमा चाहिँ नि अब स्केल चाहिँ कसरी हाम्रो चाहिँ नि स्केल भइरहेछ भन्ने बुझिन्छ जस्तै कि हाम्रो यहाँ 0 छ यहाँदेखि 100% सो पहिला यसरी गइरहेको छ यस्तरी गइरहेको छ यो सेपमा यानि कि सुस्तरी बढिरहेको छ फेरि सुस्तरी अनि स्पिड यस्तै सो अब हाम्रो भ्यालु ग्राफ चाहिँ सिम्पली मैले प्ले गर्छु स्मुथली प्ले भइरहेको छ स्मुथली प्ले भइरहेको छ तर मैले इफ यो भ्यालु ग्राफलाई चेन्ज गर्छु सपोज अझ एस कर्भ बनाऊँ एस टाइपको बनाऊँ यो कर्भलाई अझ एस बनाऊँ है त अझै बनाउँछु म ओके सो अब हेरौँ प्ले एनिमेसन वो पहिला स्लो त्यसपछि फास्ट तर स्मुथ वा यसरी पनि गर्न पायो र इफ अझ यसमा बााउन्स हाल्नु छ भनेपछि हामी चाहिँ के गर्छौँ भनेपछि चाहिँ अब के भइरहेको छ 100% भन्दा माथि यहाँ हेरेर सक्नुहुन्छ 104% देखाइरहेको छ यहाँ 104% यसको स्केल हुन्छ अनि त्यसपछि अगेन यो 100%मा आउँछ त्यसपछि यो चाहिँ के हुन्छ बााउन्स सो लेट्स प्ले ओके हल्का बााउन्स भएको छ है ओके अझै तान्यो भने चाहिँ अझै बााउन्स सपोज मैले चाहिँ यहाँसम्म ताने अलिकति प्ले ओके यसरी बााउन्स हुन्छ है त र यिनीहरूलाई जस्तो मन लाग्छ त्यसरी पनि गराउनु पाउनुहुन्छ तपाईँले सपोज यहाँनिर यसरी गराउनु पनि पाइयो होइन एक्सप्लेन सुस्तरी यस यो हो म्याजिक हाम्रो भ्यालु ग्राफको है त र यो भ्यालु ग्राफ हाम्रो रोटेसन स्केलमा एकदम राम्रोसँग देखिन्छ तपाईँले कस्तो एनिमेसन चाहिएको छ सो यसरी पनि गर्न पायो इफ अझै स्मुथ गर्नु छ भनेपछि सपोज स्मुथली यसरी गरौँ लेट्स प्ले अझै स्लो लेट्स प्ले ओके कस्तो स्मुथ भइरहेको छ बटर स्मुथली यसलाई स्केल भइरहेको छ है त लेट्स अगेन प्ले वाउ सो लाइक वाइज यसरी नै यो भ्यालु ग्राफ काम गर्छ है त तपाईँले यसको जस्तो सुकै पनि यसको तोडमोड गरेर चाहिँ बनाउनु सक्नुहुन्छ कुनै लिमिटेसन छैन तर तपाईँले यसमा एनिमेसन कस्तो टाइपको चाहिएको छ त्यो इट्स डिपेन्ड अप टु यु है त पुरानो यो जुन क्लाउड छ यसमा चाहिँ भ्यालु ग्राफ एप्लाई गरौँ है त सो सिम्पली म चाहिँ पेटलमा के गरिदिउँ भनेपछि चाहिँ नि सपोज यसरी 1 by 1 पनि गर्न पाइयो र मल्टिपल लेयरहरू पनि गर्न पाइयो है त सो सपोज मैले चाहिँ यसमा चाहिँ पेटल 1 देखि पेटल 5 सम्म सिलेक्ट गर्छु र प्रेस एस अनि एस मात्र आउँछ स्केल मात्र आउँछ र यसरी हामी चाहिँ प्रेस गर्छौँ F9 त्यसपछि इज भइसक्यो त्यसपछि चाहिँ हामी यसको जुन भ्यालु ग्राफ छ स्पिड ग्राफ चाहिँ हाम्रो कस्तो देखिन्छ भनेपछि यस्तो देखिन्छ भनेपछि भ्यालु ग्राफ हाम्रो यस्तो देखिन्छ है त सो म यसलाई सिम्पली केही पनि गर्दैन एसकर्भ बनाऊँ सपोज अहिलेको लागि एसकर्भ जस्तो बनाऊँ एसकर्भ ओके मेबी इट्स विल फाइन ओके एसकर्भ अब सँगसँगै अब हामी चाहिँ यसको रोटेसन पनि एनिमेट गर्छौँ रोटेसनमा हामी भ्यालु ग्राफ गर्छौँ सो हामी रोटेसनमा मात्र सिलेक्ट गरौँ अनि F9 प्रेस गर्छु त्यसपछि फेरि भ्यालु ग्राफ जान्छु र अब चाहिँ यसमा के गरौँ भनेपछि चाहिँ नि यसमा पनि लगभग
एस कप जस्तै गरौँ है त पहिला स्लोली त्यसपछि फास्ट अझै तान्छु म यसरी तपाईँ कन्फ्युजिङ लाग्छ भनेपछि म कन्ट्रोल जेड गर्छु कन्ट्रोल जेड यसरी गाह्रो लाग्छ भने त्यसै सुरुमा चाहिँ यसरी एउटा लेयर सिलेक्ट गर्ने यसरी सिलेक्ट गर्ने एप्लाइन गर्ने त्यसपछि चाहिँ यहाँ भ्यालु ग्राफ हुन्छ है त सो मैले चाहिँ के गरेँ अलिकति फास्ट यहाँदेखि आओस् त्यसपछि अलिकति स्लो रोटेसन डाल के यसरी देखियोस् यो जुन लेयर देख्न सक्नुहुन्छ अलिकति पहिला पछि त्यसपछि यहाँ रोटेसन आउँछ सो लाइक वाइज ओके सो यसरी अर्को पनि यसरी गरौँ रोटेसन गर्ने त्यसपछि चाहिँ नि यसलाई पनि हामी सिलेक्ट गर्छौँ त्यसपछि F9 प्रेस गर्छौँ त्यसपछि यसमा चाहिँ यतातिर तलतिर किनकि यो माइनसमा छ त्यही भएर चाहिँ पहिला तलतिर आउँछ त्यसपछि अलिकति मार्क्स नि यसरी पहिला आउँछ त्यसपछि आइरहेछ यो आइरहेछ हल्का स्मुथ गर्छु ओके तपाईँले आफ्नो चोइस हिसाबले चाहिँ गर्न सक्नुहुन्छ है त ल मैले F9 प्रेस गर्छु स्पेसिफाई गर्छु F9 प्रेस गर्छु अगेन लेट्स गो यहाँ राख्छु फेरि अलिकति यसरी कान्छु है डिस्प्ले ओके अझै तानौँ सानो गरौँ डिस्प्ले ओके ल ठिक छ यसरी म्यानुअली पनि गर्न सक्नुहुन्छ है म चाहिँ अब यसरी सबै सिलेक्ट गरेर चाहिँ अब यसरी पनि गर्न सक्नुहुन्छ सपोर्ट यो छ मलाई थाहा भइसकेको छ मलाई यो तान्नु छ त्यसपछि चाहिँ यो की फ्रेम छ यो लास्टको चाहिँ नल देखाइरहेको छ किनकि लास्टमा चाहिँ हामीले रोटेसन दिएको छैनौँ यो यसमा सो मैले एउटा मात्र सिलेक्ट गर्छु रोटेसन अलिकति यसरी तान्नु हल्का ओके लेट्स प्ले ओके कुल ओके सो यसमा लगाइसक्यो र अब लेट्स गो हामी चाहिँ लिफ्टमा जाऊँ लिफ्टमा गएर चाहिँ यसो F9 प्रेस गर्छु सो म स्केलको मात्र सुरुमा चाहिँ नि भ्यालु ग्राफ हाल्छु यसमा पनि सेम त्यही गरिदिउँ न यस कप गरिदिन्छु यसमा पनि यसरी तान्छु सरी तान्छु एस कप स्केलमा चाहिँ त्यसपछि चाहिँ रोटेसनको लागि आर प्रेस गर्छु अगेन रोटेसन सिलेक्ट गर्छु र यसमा चाहिँ सिम्पली जुन चाहिँ पहिला तान्छु यसरी यसमा हल्का यसरी तान्छु यसमा यसरी तानेर अलिकति यसरी तान्छु सो यो चाहिँ कर्ली ब्राकेट जस्तै बनाऊँ न ओके ओके कुल सो लाइक वाइज हामी चाहिँ यसमा पोलिनिग्रीनमा पनि हाल्छौँ यसमा चाहिँ स्केल मात्र हालेको छु मैले सो सिम्पली यस प्रेस गर्छु कन्ट्रोल सी अनि यसमा पनि भइसकेको छ त्यहाँ कन्ट्रोल जेड अगेन F9 एन्ड यसमा जान्छु अनि यसमा पनि एस कर्भ राख्छु अहिलेको लागि मैले एस कर्भ मात्र राखेँ तपाईँले आफ्नो प्र्याक्टिस गर्नुको लागि त ल ओके अलमोस्ट डन है त सो इलाइनमेन्टको लागि चाहिँ सबभन्दा सुरुमा चाहिँ नि म 1 by 1 इलाइनमेन्ट गर्छु अथवा यसरी पनि गर्न पाइयो यहाँदेखि सिलेक्ट गर्ने अनि त्यसपछि कन्ट्रोल अल्ट हामी यसरी इलाइनमेन्ट गर्न पाइयो सो लेट्स प्ले तर यो चाहिँ राइट रूपमा चाहिँ यसरी इलाइनमेन्ट हुँदैन यसमा है त सो मैले चाहिँ म्यानुअली इलाइनमेन्ट गर्छु सबभन्दा सुरुमा स्टिम आओस् सो यिनीहरूलाई अलिक चार्छु म पहिला स्टिम आउँछ है त स्टिम आइसकेपछि त्यसपछि चाहिँ यिनीहरूको यु गर्छु टाइट यसको र यसको पनि यु गर्छु टाइट यसको की स्ट्रिङ हेर्न पाउँछ सो यसलाई म इजिज गरिदिन्छु यसको पनि इजिज अनि यसको पनि अलिकति भ्यालु ग्राफ हल्का यस कम्पिङ है त यसलाई सो लेट्स प्ले यसो स्मुथ यहाँ पुगिसकेपछि चाहिँ यसलाई हाम्रो लिफ्ट कहाँदेखि आइरहेको छ सपोज यहाँदेखि आइरहेको छ भनेपछि चाहिँ यहाँ अलिकति पछाडि गएर चाहिँ अर्को लिफ्ट पहिला यहाँदेखि फर्स्ट लिफ्ट त्यसपछि अर्को लिफ्ट यिनीहरूलाई अझै अपडेट फर्स्ट लिफ्ट सेकेन्ड लिफ्ट चाहिँ यसलाई अझ अगाडि फर्स्ट लिफ्ट स्टार्ट गर्नुभन्दा पहिले आउँछ त्यो लिफ्ट ल ओके ल पहिलासम्म लाइन गयो फर्स्ट लिफ्ट सेकेन्ड लिफ्ट त्यसपछि चाहिँ हाम्रो यो यहाँ पुग्नुभन्दा पहिले हाम्रो चाहिँ के चाहन्छ सम्म पेटल छ यिनीहरू पेटलहरू नै त तल गर्छु किनकि फर्स्टको जुन छ यो आओस् त्यसपछि सेकेन्ड त्यसपछि यो
ल ओके यो अगाडि गरौँ सो हल्का अगाडि गरौँ अझै पुग्नुभन्दा पहिले आइरहेको छ सो म अलि पछाडि गर्छु यो चाहिँ हेर्दै जाने हो गर्दै जाने हो आफूले चित्त नबुझेको हिट्स ल यतिसम्म पुग्छ अलिकति अगाडि ओके सो त्यसपछि चाहिँ म के चाहन्छु भनेपछि यिनीहरू चाहिँ नि पालै पालो यहाँसम्म ओके ल लेट्स प्ले अलि अगाडि अझ अगाडि ओके कुल ल प्रेस यहाँ प्ले कुल सो यो चाहिँ हाम्रो अलरेडी थाहा पाइसक्नुभयो हाम्रो चाहिँ भ्यालुग्राफले हाम्रो एनिमेसनलाई चाहिँ इन्हान्स स्मुथ चाहिँ बटर स्मुथ बनाउँछ है त सो दिस इज आवर कम्प्लिट एनिमेसन म चाहिँ यहाँसम्म मात्रै गएँ इफ तपाईँले अझै यसलाई चाहिँ बेटर बनाउनु प्लिज बेटर बनाउनुहोस् अलराइट आई होप तपाईँले यो एनिमेसन अलरेडी बनाउन सिकिसक्नु भयो होला र जानिहाल्नु भयो होला र सँगसँगै हामी जुन भ्यालुग्राफ पढ्यौँ यसको बारेमा पनि तपाईँले आज अलिकति इन्फर्मेसन भएको होला इफ यसमा कुनै कन्फ्युजन छ भनेपछि लेट मी नो इन कमेन्ट सेक्सन सो इफ यो भिडियो चाहिँ तपाईँलाई हेल्पफुल लाग्छ भनेपछि प्लिज कन्सिडर लाइक बटन एन्ड सब्सक्राइब टु माई च्यानल एन्ड आई विल सी यु इन क्लास नम्बर 7 थ्याङ्क यू